हेलो नमस्कार सबैलाई नमस्कार छ। हाम्रो सोनामा हामी कति राम्रो क्युट हुनुहुन्छ। हामी यस्तो ठाउँमा आएका छौँ साथीहरू, आफ्नो दुःख बिसाउने ठाउँ, आफूलाई पिरमर्का बिसाउने ठाउँ, यस्तो ठाउँमा आएको छ जुन ताराखोला गाउँपालिका बागलुङ जिल्लामा अवस्थित गाईघाटमा आएका छौँ है त। यसको विशेषता के छ, तपाईँले दुःख कहाँनिर बिर्सिनुहुन्छ भन्दाखेरि लानुहोस्, यहाँ पछाडि मेरो पछाडि म तपाईँलाई देखाउन लानुहोस्। आनन्द छ, चिसो आवश्यक यो पछाडिको यो गाईघाट झर्ना है। यो गाईघाट झर्ना निकै रमाइलो छ, आनन्द छ। यहाँ सानो ताल पनि बनेको छ। यो पछाडि देखिएको खोला चाहिँ यो दरम खोला हो है। यो दरम खोला हो, यो पछाडि देखिएको देख्न सक्नुहुन्छ। यो खोलै तिरैतिरबाट हामी बुर्तिबाङ जान सक्छौँ। ताराखोला तपाईँ जान सक्छौँ। यो पुलबाट हामी बागलुङ जिल्लाबाट आएका छौँ। हाम्रो सपरिवार आज यहाँ जुटिरहेका छौँ। निकै रमाइलो छ, आनन्द छ, ठिक छ। ल देख्न सक्छ, तपाईँले फेरि पनि देख्न सक्नुहुन्छ। ल मेरो पछाडिको जुन झरना छ त्यो नेपालमा मात्र नभइकन यो विश्वमा पनि निकै ख्यातिप्राप्त भएको झरना हो। यो झरनाको नाम चाहिँ गाईघाट झरना हो है त साथीहरू। ल फेरि अर्को भिडियोमा भेटौँ।